मेरो मनमा लागेको कुरा म जाने बुझे जति सबैलाई म थोरै थोरै भिडियो क्लिप बनाउँदै जानेछु र सुन्दै जानु होला। र अब मैले बुझे अनुसार लखन थापा मगरलाई पनि राजाकै पालामा मारिएको भनेर सबैले बुझ्नु होला है। र लखन थापा मगरलाई चाहिँ हैन फागुन 15 गते मारिएको हो। तर पनि आज हाम्रो मगर समुदायहरूले चाहिँ जन्मदिनलाई जस्तै हामीले चाहिँ शोक मनाउने दिनमा हामीले चाहिँ शोक मौन धारण गर्ने दिनमा चाहिँ के अरे जुन चाहिँ लोसार भनेर चाहिँ हाम्रो मगर समुदायहरूले मनाइराखेको देखिन्छ। जन्मदिन मनाउने जन्मेको दिन पो हामीले थाहा हुँदा मनाउने त मरेको दिन त मनाउने होइन। मरेको दिन त हामी सबै शोकमा हुन्छौँ नि। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ उल्टो संस्कारहरू संस्कृतिहरू सिकिराखेको छौँ। र लखन थापा मगरलाई पनि जुन चाहिँ साम्राज्यवादकै राजाले मारेको भनेर चाहिँ हामी मूलवासीहरूले बुझ्नु एकदमै जरुरी छ है। यो हाम्रो सबै समुदायका आफ्ना आफ्ना इतिहास छ। हाम्रो आफ्ना आफ्ना चाहिँ बुद्धिजीवी हाम्रो कार्यकर्ता नेताहरू कसरी मार्यो के गरेर मार्यो भनेर चाहिँ हामीसित हाम्रो इतिहासहरू आफूले अध्ययन गर्नुपर्छ है। त्यस कारणले गर्दाखेरि तपाईहरू राजा 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 भनेर उफ्रिनुहुन्छ नि। जति पनि हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू गुरुङ तामाङ नेवार विभिन्न समुदायको होइन दलित समुदायहरू कोचे मेचे थारू धिमाल राई लिम्बू मगर नेवारहरू होइन तपाईहरू आफ्ना आफ्ना इतिहास पल्टाउनुहोस्। हामीले भन्नुभन्दा पनि अरूको विदेशको मान्छेलाई लिएर राजा बनाएर जुन इन्डियाबाट ल्याएर राखेको राजस्थानबाट लिएर राखेको राजा होइन वही चाहिँ विक्रम सम्वत भनेको चाहिँ भारतबाटै ल्याएको विक्रम सम्वतलाई मानेर तपाईँ हामी आफ्ना संस्कार संस्कृतिलाई आफ्ना इतिहासलाई लात्तैरो चाहिँ अरूको संस्कार संस्कृति अरूको चाहिँ होइन अस्तित्व जोगाइदिनुलाई नलागौँ भन्न चाहन्छु। तपाईँ हामीले पहिलो कुरो त आफ्ना इतिहास अध्ययन गरौँ। हामी को थियौँ र हाम्रो बाउ पुर्खाले के भोग्यो र हाम्रो बाउ पुर्खाले चाहिँ त्यो समयमा चाहिँ होइन किन यो अवस्थामा हाम्रो बाउबाजेहरूले हामीलाई पुर्यायो भनेर बुझ्नुपर्ने एकदमै जरुरी छ भन्दै यहाँ माझबाट म अहिलेको लागि बिदा लिन चाहे। जय मङ्गल, जय मूलवासी, जय भूमिपुत्र।